आइबिडी हुन्छ चाहिँ किन? मानव शरीर र ब्याक्टेरियाहरूको जीवाणुहरूको बीचको ब्यालेन्स यो ब्यालेन्स बिग्रेर पनि आइबिडी हुन्छ। आनी बानीहरू के हामीले गर्न सकियो भनेदेखि आइबिडी हुनबाट जोगिन सकिन्छ? रेगुलर बेसिसमा एक्सर्साइज गऱ्यौँ, आफ्नो वेट मेन्टेन गऱ्यौँ, खानामा प्लान्ट बेस्ड डाइटहरू धेरै राख्यौँ होइन, हेल्दी डाइट राख्यौँ होइन, प्रोसेस फुडहरू खाएनौँ, स्मोकिङ गरेनौँ होइन, यो गऱ्यौँ भने यो आइबिडीलाई पनि प्रिभेन्ट गर्न सकिन्छ केही हदसम्म। डाक्टर साहब नमस्कार। नमस्कार। यो आन्द्रा सम्बन्धी समस्या भोग्ने केही साथीहरूले आइबिडी भयो मलाई भनेको सुन्छौँ, ठ्याक्कै यो आइबिडी भनेको चाहिँ के हो? आइबिडी भन्नाले मानव पाचन प्रणालीमा र मुख्य रूपमा सानो आन्द्रा र ठुलो आन्द्रामा घाउ हुने र त्यो घाउले गर्दा विभिन्न थरीको समस्याहरू देखिने र त्यसको लक्षणहरू देखिने एउटा दीर्घकालीन रोग हो, जुन चाहिँ इन्फेक्सन भन्दा एकदम डिफ्रेन्ट छ। इन्फेक्सनमा कुनै कीटाणु हुन्छ, जीवाणु, जसले गर्दा समस्या आउँछ, तर यसमा त्यस्तो कुनै कीटाणुहरू नभएको कारणले यो चाहिँ एउटा एकदम कम्प्लेक्स खाले एकदम भनौँ न लाइफ लङ नै लाइफ पुरै जिन्दगीभर भइराख्ने एउटा रोग हो। कोही व्यक्तिलाई आइबिडी भयो यसको मतलब त्यो निश्चित समयका लागि होइन कि त्यो दीर्घकालसम्म त्यसको समस्या प्रभाव रहि नै रहन्छ? एकदम एकचोटि कसैले आइबिडी डायग्नोसिस भइसकेपछि उहाँलाई यो रोग जिन्दगीभरिसम्मलाई हुने रोग हो। यो इन्फ्लामेटोरी बोयल डिजिज जुन भन्छौँ हामी, क्रोन्स र अल्सराइटिभ अघि यहाँले अफेयरमा भन्नुभयो, यो ठ्याक्कै यो दुई बीच फरक चाहिँ के छ? अब एउटा भयो अल्सरेटिभ कोलाइटिस, अर्को भयो क्रोन्स डिजिज। अल्सरेटिभ कोलाइटिसले मा के हुन्छ भने ठुलो आन्द्रा, मुख्य रूपमा ठुलो आन्द्रालाई इन्भल्भ गर्छ, जसमा मलद्वारतिरबाट र माथितिर ठुलो आन्द्राको अरू भागहरूमा चाहिँ अल्सरहरू बन्ने, दिशामा रगत देख्ने, दिशा आउने बित्तिकै गइहाल्नु पर्ने, पेट दुख्ने, यस्तो समस्याहरू देखिन्छ। र क्रोन्स डिजिज भनेको यो पनि आइबिडीको पार्ट भयो, तर क्रोन्स डिजिजमा के हुन्छ भने मुख्य रूपमा सानो आन्द्रा र ठुलो आन्द्रा जोडिने ठाउँ हुन्छ, त्यो ठाउँलाई धेरै जसो प्रभावित गर्छ। हुन त क्रोन्स डिजिजमा के देखिन्छ भने मुखदेखि लिएर होइन मलद्वारसम्मको पाचन प्रणालीको कुनै पनि भागले इन्भल्भ गर्न सक्छ। र क्रोन्स डिजिजमा चाहिँ आन्द्रा साँघुरो हुने, पाल पर्ने है, आन्द्रा फुट्ने, रगत जाने, यो समस्याहरू चाहिँ धेरै देखिन्छ, दुख्ने धेरै हुन्छ। सो अल्सरेटिभ कोलाइटिस र क्रोन्स डिजिज आइबिडी हो दुवै, तर दुवै एकदमै फरक, उपचार पनि फरक, बिरामीको समस्या पनि फरक हुन्छ। जस्तो यो आइबिडी हुन्छ चाहिँ किन? ठ्याक्कै यो कारणले आइबिडी हुन्छ भनेर यकिनको साथ भन्ने अवस्था अहिलेसम्म छैन, तर जति पनि अनुसन्धानहरू भएको छ यो क्षेत्रमा, त्यसमा चाहिँ के देखिएको छ भने आइबिडी हुनाले 4-5वटा फ्याक्टर छ जसको इन्टरप्ले, जुन एकअर्काको रिलेसन हुन्छ, त्यो चाहिँ इम्ब्यालेन्स भएर हुन्छ। जस्तै यसमा चाहिँ एउटा चाहिँ वंशानुगत भयो, जेनेटिक फ्याक्टर भयो, त्यस्तै हामीले हाम्रो लाइफस्टाइल र खानापिनाको एउटा एस्पेक्ट भयो, त्यस्तै इन्भाइरोन्मेन्टमा होइन वातावरणमा भएको प्रदूषणहरू भयो, त्यसपछि लाइफस्टाइलको भयो। अर्को कुरा चाहिँ मानव शरीरभित्र अब धेरै जसोलाई थाहा छैन, त्यहाँ चाहिँ बिलियन्स अफ ब्याक्टेरिया, भाइरस र फङ्गाई हुन्छ। सो त्यो मानव शरीरमा मानवलाई हानि नहुने गरी तरिकाले बसिरहेको हुन्छ। त्यो ब्यालेन्स जुन हुन्छ मानव शरीर र ब्याक्टेरियाहरूको जीवाणुहरूको बीचको ब्यालेन्स, यो ब्यालेन्स बिग्रेर पनि आइबिडी हुन्छ। तर ठ्याक्कै यही कुराले हुन्छ भनेर भन्न सकिँदैन। सो 3-4वटा कुराहरूको इन्टरेक्सनबाट एकअर्काले प्रभाव गर्ने जुन नर्मल एउटा ब्यालेन्स बसेको हुन्छ, त्यो ब्यालेन्स चाहिँ बिग्रेपछि यो आइबिडी भएको चाहिँ देखिन्छ। भनेको ठ्याक्कै यो हो भनेर कारण नभए पनि एउटा प्रदूषणयुक्त वातावरण अनि हाम्रो अलिकति अव्यवस्थित जीवनशैली, हामीले के खान्छौँ भन्ने कुराले पनि त्यसमा रोल चाहिँ खेल्ने भयो। एकदम के कारणले हुँदैछ भनेर पनि थाहा नहुने यो आइबिडीलाई पूर्ण रूपमा निको पार्न सकिन्छ कि सकिँदैन? अघि यहाँले दीर्घकालीन समस्या हो भन्नु त भयो। हजुर। यसको समस्या ठ्याक्कै न्यूनीकरण गर्ने अथवा पूर्ण रूपमा निको पार्न त्यस्तो गर्न सकिन्छ? कुरा के छ भने यो आइबिडी भएपछि अल्सरेटिभ कोलाइटिस होस् कि क्रोन्स डिजिज होइन, यो चाहिँ निर्मूलै पार्न चाहिँ सकिन्छ, जडैबाट निर्मूल पार्न सकिँदैन। तर औषधिले होइन उपचार गरेर त्यसमा आन्द्रामा भएको समस्याहरूलाई न्यूनतम रूपमा ल्याएर अलमोस्ट निको हुने गरी नै राख्न चाहिँ सकिन्छ। र यो निर्मूल पार्न किन गाह्रो भएको छ भने हामीले एक्ज्याक्टली थाहा छैन के कारणले भइरहेछ आइबिडी। अब भनौँ न
जस्तै टाइफोइड हामीले थाहा छ कुन कीटाणुले हुन्छ, त्यो कीटाणुको औषधि दिएपछि निको पनि हुन्छ। तर यो रोगमा चाहिँ एक्ज्याक्टली यही कारणले भएको भनेर यकिनको साथ भन्न सक्ने अवस्था अहिले पनि छैन। त्यसैले होला अहिलेसम्म पनि हामीसँग यो रोगको विश्वभरकै कुरा गर्दाखेरि यो रोगलाई निर्मूल पार्ने कुनै पनि अहिलेसम्म उपचार सम्भव देखिएको छैन। जस्तो यो आन्द्रा र पाचन प्रक्रियासँगै सम्बन्धित भयो, उसो भए हाम्रो त्यो पाचन प्रक्रिया जुन छ नि प्रणाली, त्यसलाई स्वस्थ राख्न सकियो भने पनि हुनसक्ने आइबिडीको समस्याबाट जोगिन सक्ने रहेछ। एकदम ठ्याक्कै अब मैले यो गरेपछि आइबिडी हुँदैन भन्न त सकिँदैन, तर के देखिएको छ भने हेल्दी लाइफस्टाइल जसको छ, जस्तै हामीले भनौँ न हप्ताको 5 दिन जति एक्सर्साइज गर्छौँ, त्यो एरोबिक एक्सर्साइज पनि हुनसक्छ, स्ट्रेन्थ बिल्डिङ एक्सर्साइज पनि हुनसक्छ, सिम्पल जगिङ, रनिङ, साइक्लिङ, स्विमिङ यो जस्तो भयो। त्यसपछि खाना जसको स्वस्थ छ, जस्तै प्लान्ट बेस्ड डाइटहरू है, जसमा चाहिँ एनिमल फ्याट कम हुन्छ, बोसो जनावरबाट आउने बोसो जस्तै पोल्ट्रीहरू भयो होइन, मटनहरू त्यस्तो कुराहरूबाट आउने बोसो कम छ, र मेडिटेरियन डाइट भन्छ जस्तै ओलिभ ओइलहरू, सी फुडहरू धेरै छ होइन, एनिमल कन्टेन्ट चाहिँ कम छ। त्यस्तो डाइटले गर्दा पनि आइबिडी घटाउन सकिन्छ जस्तो देखिन्छ। अर्को कुरा अब वेस्टर्न डाइट भनौँ न, जसमा फाइबर कम हुन्छ होइन, फ्याटी एसिडहरू धेरै हुन्छ, त्यस्तै स्मोकिङ भयो, यो कुराहरूले गर्दाखेरि आइबिडीलाई बढावा हुन्छ। सो हामीले यदि रेगुलर एक्सर्साइज गऱ्यौँ, आफ्नो तौल सीमामै राख्यौँ, मेन्टेन गऱ्यौँ, लाइफस्टाइल राम्रो राख्यौँ होइन, खानपिनमा हामीले ध्यान दियौँ, स्मोकिङ गरेनौँ भने धेरै हदसम्म आइबिडीलाई प्रिभेन्ट गर्न चाहिँ सकिन्छ। जस्तो कहिलेकाहीँ यो असन्तुलित खानपिन र अव्यवस्थित जीवनशैलीको प्रसङ्ग जो उक्काउनु भयो यहाँले, कि एक्सर्साइज पनि नगर्ने र पश्चिमा खानेकुराहरू चाहिँ बढी कन्ज्युम गर्ने भयो भनेदेखि त्यो आइबिडीलाई निमन्त्रणा दिनु जस्तो हो भन्ने एङ्गलबाट चाहिँ यहाँले जो भन्नुभयो। कहिलेकाहीँ सानो बच्चाहरूमै पनि दिशा गर्दाखेरि चाहिँ रगत देखिने अथवा अलिक पाका उमेरमा पनि त्यो देखिन्छ। यदि त्यस्तो हुँदैछ भने चाहिँ के हुँदैछ भनेर शङ्का मान्नुपर्ने हुनसक्छ। अब जस्तै दिशामा रगत देख्ने भनेको धेरै कुराहरू हुनसक्छ। अब सामान्य रूपमा होइन, धेरै जस्तो देखिने भनेको पाइल्स भन्छौँ, हेमोरोइड्स, एनल फिसर पनि हुनसक्छ है। अर्को आइबिडी नै भइहाल्यो, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज, त्यस्तै ट्युबरक्लोसिसहरू टिबीमा हुनसक्छ। र अर्को डर लाग्ने कुरा जस्तै क्यान्सरहरू भएर पनि, ठुलो आन्द्राको मलद्वारतिरको अथवा ठुलो आन्द्राको क्यान्सर भएर पनि दिशामा रगत चाहिँ देखिने हुनसक्छ। तर यो कुराहरूमा चाहिँ हामीले छुट्याउन चाहिँ सकिन्छ, मजाले छुट्याउन सकिन्छ। जस्तै अब कुनै यहाँ भनौँ न 10-20 वर्षको बच्चामा भइरहेछ भने क्यान्सरको सम्भावना एकदम न्यूनतम हुन्छ, यस्तो बेलामा हुँदैन। तर पलिपभित्र मासु पलाएको हुनसक्छ है। त्यस्तै यो उमेरमा पनि अल्सरेटिभ कोलाइटिस अथवा क्रोन्स डिजिज नै हुनसक्छ। त्यस्तै तपाईँ हाम्रो उमेरमा चाहिँ दिशामा रगत आउनु भनेको मोस्ट कमन भनेको पाइल्सले गर्दा, हेमोरोइड्स भन्छौँ, अथवा एनल फिसरमा हुनसक्छ। अब पाइल्समा के देखिन्छ भने, पाइल्सबाट हेमोरोइड्सबाट रगत गएको छ भने पेनलेस हुन्छ, बिरामीलाई दुख्दैन, दुखाइ हुँदैन, र जुन रगत जान्छ त्यो एकदम ब्राइट रेड हुन्छ, एकदम फ्रेस रगत जस्तो हुन्छ। अनि बिरामीहरूले चाहिँ के भन्नुहुन्छ भने दिशा पास भएपछि, दिशा तल झरिसकेपछि बल्ल रगत देखिन्छ, अनि एकदम पानीको धारा जस्तै सररै आउँछ, अथवा थोपा जस्तै टप टप चुइने हुन्छ, र त्यो एकदम फ्रेस ब्लड हुन्छ, र बिरामीले कहिले थाहै हुँदैन, किनभने दुखाइ हुँदैन है। कहिले प्यान्ट नै भिजिसकेको हुन्छ रगतले, अनि थाहा हुँदैन आफूलाई है। त्यस्तै एनल फिसर हुन्छ। फिसर भन्नाले मलद्वारमा चिरिनु हो, अलिक घाउ हुनु हो। त्यो चाहिँ यसो हेर्दाखेरि जुन बिरामीहरूलाई लामो समयसम्मको कन्स्टिपेसन छ, जसको दिशा साह्रो आउँछ है, धेरै बेर बसिराखेर काम गर्ने हो, लाइफस्टाइल अलिक ठिक छैन, धेरै पानी खानु हुँदैन, कन्स्टिपेसन हुन्छ, साह्रो दिशा हुन्छ, कन्नुपर्छ दिशा गर्ने बेला, उहाँहरूलाई चाहिँ दिशा आउँदाखेरि मलद्वार अलिक घाउ हुँदै, फ्रिक्सन हुँदै, घाउ बनाउँदै आउने हुन्छ। र त्यस्तोमा रगत देखियो भने बिरामीले दुखाइ एकदम धेरै हुन्छ दिशा हुँदाखेरि, र रगत चाहिँ दिशामा टाँसिएर आउँछ, त्यो रगत पनि ब्राइट रेड नै हुन्छ, एकदम रातो रगतै हुन्छ। त्यस्तै अब अल्सरेटिभ कोलाइटिसहरूको भयो भने त्यसमा चाहिँ दिशामा पनि परिवर्तन हुन्छ कि घरिघरि दिशा जानुपर्ने, दिनमा 5 चोटि 6 चोटि, राति पनि उठेर जानुपर्ने, मासीसँग मिसिएर दिशा आउने, रगत आउने हुन्छ। अब क्यान्सरै जस्तो भयो भने त बिरामीको तौल घट्ने है, रिसेन्ट टाइममा बिरामीको दिशा हुने प्रक्रिया चेन्ज हुनु, पहिला नर्मल थियो अब कन्स्टिपेसन हुन थाल्यो, अथवा पहिला नर्मल थियो अहिले डायरिया हुन थाल्यो होइन। सो रिसेन्ट पास्टमा दिशाको जुन दिशा हुने जुन एउटा भनौँ न फिक्स ऊ थियो, वे थियो, त्यो चाहिँ चेन्ज हुनु, वेट घट्दै जानु, त्यस्तो छ भने हामीले
कहिलेकाहीँ यो क्यान्सरहरू हुन सक्ने भनेर सचेत हुनुपर्छ। र कुनै कारणले दिशामा रगत आओस्, त्यो पाइल्स मात्रै किन नहोस् है, दिशामा रगत आउनु भनेको यसलाई एलार्म फिचर भन्छौँ। यो हुने बित्तिकै हामी सचेत हुनुपर्छ र देखिने बित्तिकै नजिकै अब हजुरको नजिकै जुनै डाक्टर साहब हुनुहुन्छ त्यहाँ गएर भेटिहाल्नुपर्छ। जस्तो अघि कन्स्टिपेसनको कुरा उठाउनुभयो नि, कन्नु पर्ने हुनसक्छ भन्नुभयो नि, कतिपयको चाहिँ मोबाइल चलाउँदै त्यो कन्ने बानी हुन्छ, त्यो बानीका कारणले गर्दाखेरि पनि समस्या निम्तिने हुनसक्छ। एकदम हुनसक्छ। अब त्यो यो कस्तो छ भने मोबाइल आजकल स्मार्टफोन सबैसँग हुन्छ र मान्छेहरूको पहिलाको सोसल इन्टरेक्सन भनेको अब मोबाइलमा सिफ्ट भएको छ। सो तपाईँले न्युज पढ्नु पर्यो, कसैसँग कुरा गर्नु पर्यो, टेक्स्ट गर्नु पर्यो भने, इभन स्टुडेन्टहरूले अब इक्जाम टाइममा प्रिपेरेसन गर्नु पऱ्यो नि, बुक्सहरू PDF फर्ममा मोबाइलमा हुन्छ। सो वासरुम जाँदाखेरि है, दिशा गर्न जाँदाखेरि मोबाइल बोक्ने एकदम यो एउटा नयाँ ट्रेन्ड नै भनिसकेको छ। तर यसले कतिको घातक छ? एकदम घातक छ। किनभने तपाईँ मोबाइल लिएर जाँदाखेरि होइन, एक त मोबाइल लिएर जानु भने तपाईँको पुरै एटेन्सन मोबाइलमा हुन्छ है। सो दिशामा जुन सेन्सेसन आउँछ नि, जुन सेन्सेसनलाई हामीले रेस्पोन्ड गर्नुपर्छ त्यो रेस्पोन्स घट्छ। दिशा निस्किन चाहिँ टाइमलाई दिशा हुन चाहिँ निख्रेर नहुने हुन्छ। र अर्को कुरा त हामी धेरै बेरसम्म टोयलेटमा त्यो पोजिसनमा बसिराख्यौँ भने पाइल्स पनि हुन्छ, हेमोरोइड पनि हुन्छ पछि गएर, अनि पछि त्यो ब्लिडिङ कारण पनि हुनसक्छ। र यो एउटा प्रक्रिया हो। यो चाहिँ तपाईँ आज 10 मिनट बस्नुभयो, भोलि 12 मिनट 15 मिनट हुन्छ, यो बढ्दै जान्छ है। अर्को कुरा, हामी मोबाइल लिएर जाँदाखेरि वासरुममा ब्याक्टेरियाहरू मोबाइलमा लतपत भएर एकदम टाँसिएर बाहिर आउँछ। त्यो मोबाइल हामी खल्तीमा हाल्छौँ, युज गर्छौँ। सो एकदमै यो अलिकति राम्रो चाहिँ बानी चाहिँ होइन। 2-4 मिनट अथवा 5-7 मिनट बिताउनु पर्ने ठाउँमा घन्टौँ समय बिताइराखेका छौँ, अथवा मलाई त यति घन्टा लाग्छ भनिराखेका हुन्छन्, त्यो चाहिँ उसकै आनी बानीले गर्दा त्यहाँसम्म पुग्यो होइन? धेरै जसो बेला चाहिँ त्यही आनी बानीले हुन्छ। तर के हुन्छ भने यदि कसैलाई दिशा गर्न जाँदा धेरै बेर बस्नु परेको छ भने हामीले के ध्यान दिनु पर्यो, फाइबर धेरै खानु पर्यो कि, जस्तै हरियो सागसब्जी, फ्रुट्सहरू अथवा फाइबरयुक्त भएको बिस्किटहरू पनि पाउँछ होइन, कुकिजहरू। त्यस्तै अब पानी चाहिँ 2 देखि 3 लिटर दिनको चाहिँ खानु पर्यो, प्रशस्त मात्रामा खानु पर्यो है। र दिशा लागेको बेला नै गइहाल्नुपर्छ। दिशा लागेछ भने त्यसलाई रेस्पोन्ड गर्नु गइहाल्नुपर्छ। त्यसबाहेक चाहिँ बिहानको खाजा चाहिँ मिस गर्नु भएन। बिहान के देखिन्छ भने बिहान खाजा खाएपछि आन्द्रा चाहिँ धेरै एक्टिभ हुन्छ कि, अनि त्यतिखेर दिशा हुने चाहिँ सम्भावना एकदम धेरै हुन्छ। त्यसले बिहानको खाजा खाने, पानी खाने र 10 मिनट पछि गएर वासरुम जाने, दिशा बस्ने। भएन भने चाँडै उठ्नुहोस्, भयो भने गर्नुहोस्। सो बानी अलिक सुधार्यो, खानपिन सुधार्यो, पानीको मात्रा बढायो, फाइबरको मात्रा बढायो भने यो 1 घन्टा बसिराख्नु पर्ने अवस्था चाहिँ आउँदैन। जस्तो यो समस्या भयो, त्यस पछाडि उपचारमा जाने प्रक्रिया पद्धति अपनाउने, निको हुन खोज्ने, त्यो त छँदैछ। कम्तीमा 100% रोक्न नसकिए पनि धेरै जसो हकमा चाहिँ यसबाट जोगिन सक्ने आधार अथवा चाहिँ आनी बानीहरू के हामीले गर्न सकियो भनेदेखि आइबिडी हुनबाट जोगिन सकिन्छ? एकदमै इम्पोर्टेन्ट कुरा कस्तो छ भने, अब हामीले के ध्यान दिनु पर्यो भने, नेपाल अथवा साउथ एसियाकै कन्टेक्स्टमा भन्नुपर्दा पहिला चाहिँ यो रोग छैन भनेर मान्छेले मान्थे कि। वेस्टर्न वर्ल्डमा युरोपतिर थियो, अमेरिकातिर थियो, तर यतातिर थिएन। तर अब रिसेन्टली के भयो भने यो वेस्टर्नाइजेसन हुन थाल्यो, पश्चिमीकरण भएपछि हाम्रो खाना पनि चेन्ज भएको छ है। म्याकडोनल्ड्सहरू, पिज्जा, बर्गर, एभ्रिथिङ, धेरै कुराहरू चाहिँ हामीले भनौँ न वेस्टर्न रूपकै खानेकुराहरूलाई जीवनको पद्धतिहरू अपनाइसकेका छौँ। यो सँगसँगै के देखियो भने आइबिडीको मात्रा पनि नेपालमा लगायत अरू उसमा बढ्दै गएको छ। सो यो कुराले के देखिन्छ भने हाम्रो खानपिन रहनसहनले पनि धेरै असर पारेको छ। त्यसैले यदि हामीले रेगुलर बेसिसमा एक्सर्साइज गऱ्यौँ, आफ्नो वेट मेन्टेन गऱ्यौँ, खानामा प्लान्ट बेस्ड डाइटहरू धेरै राख्यौँ होइन, हेल्दी डाइट राख्यौँ होइन, प्रोसेस फुडहरू खाएनौँ है, बाहिरको क्यान फुडहरू चाहिँ खाएनौँ, भनौँ न स्मोकिङ गरेनौँ होइन, यो गऱ्यौँ भने यो आइबिडीलाई पनि प्रिभेन्ट गर्न सकिन्छ केही हदसम्म। प्लस अब अरू आइबिडी बाहेक अरू कुराहरू पनि, पाचन प्रणाली सम्बन्धी अरू कुनै रोगहरू, फ्याटी लिभरकै कुरा गर्नु, त्यो सबै कुराबाट प्रिभेन्ट गर्न सकिन्छ। सो अहिले पाचन प्रक्रिया सम्बन्धी हुने र कलेजो सम्बन्धी हुने धेरै जसो कुराहरू हाम्रै खानपिन नमिलेर, हाम्रै लाइफस्टाइलहरू चाहिँ अलिकति राम्रो नभएर भएको देखिएको छ। भनेपछि हामीले त्यसलाई व्यवस्था गर्दै गयौँ भने कुनै एउटा चरण, कुनै एउटा समय यस्तो आइपुग्छ कि त्यसले क्यान्सर जस्तो प्राणघातक रोग निम्त्याउनको लागि पनि त्यसले भूमिका खेल्न सक्छ। एकदम। अब हजुरले सायद आइबिडीकै कुरा गर्नुभयो होइन। आइबिडीमा के देखिएको छ भने आइबिडी भएको बिरामी या त अल्सरेटिभ कोलाइटिस होस् कि क्रोन्स डिजिज होइन,
उहाँहरूमा चाहिँ उहाँ जस्तै नर्मल भनौँ न आइबिडी नभएको मान्छेहरूको तुलनामा क्यान्सर हुने सम्भावना चाहिँ 2 देखि 3 गुणा बढी हुन्छ। आन्द्राको क्यान्सर मात्रै होइन कि पित्तथैली पित्तनलीको क्यान्सर होइन, कलेजोतिरको क्यान्सर होइन, छालाको क्यान्सर होइन, लिम्फोमाहरू यस्तो कुराहरू हुने सम्भावना चाहिँ एकदम 2 देखि 3 गुणा बढी हुन्छ। तर त्यो भनेको कस्तो बिरामीले हो भने जसलाई आइबिडी भएको थाहा हुँदाहुँदै पनि औषधि खाइदिनु भएको छैन होइन, डक्टरको परामर्श अनुसारको कुराहरू गर्नु भएको छैन, धेरै दिनसम्म फलोअपमा जानुभएको छैन भनेपछि उहाँहरूले चाहिँ धेरै देखिने हो। र अर्को कुरा के छ भने साउथ एसियामा चाहिँ इन्क्लुडिङ नेपाल यो क्यान्सर हुने आन्द्राको क्यान्सर हुने सम्भावना अरू कन्ट्रीहरूको भन्दा चाहिँ कम छ। त्यसैले आइबिडी भएको बिरामीहरूमा पनि क्यान्सर हुने सम्भावना बढी भए पनि त्यो सम्भावना पश्चिमी देशहरूको युनाइटेड स्टेट्सको कुरा गर्दाखेरि हाम्रोमा चाहिँ कम छ। तर यो भएपछि बढ्ने क्रममा छ र यो यसबाट बच्न एकदमै सकिन्छ। हजुर रेगुलर फलोअपमा बस्नुभयो है, बेला बेलामा औषधि हामीले औषधिको मात्रा कति पुगेको छ कि छैन, त्यसले हजुरको घाउ चाहिँ निको पारेको छ कि छैन, त्यो सबै हेर्दै गयौँ भने क्यान्सरलाई एकदम जोगाउनु, क्यान्सरबाट एकदम बच्न सकिन्छ। र इनकेस भइहाल्यो भने भनौँ न त्यो भयो भने चाँडै डायग्नोसिस गरेपछि त्यसलाई निर्मूल पनि पार्न सकिन्छ। यो प्रसङ्गसहित कतिपय जस्तो महिला कुनैलाई कसैलाई आइबिडी भएको छ र उनीहरू बच्चा जन्माउने योजना बनाउँदैछन् र त्यो भएको कारणले गर्दा भोलि केही समस्या आउँछ कि भन्ने डरले योजना नबनाइराखेको अथवा त्यसलाई होल्ड गरिराखेको हुन सक्छन्, त्यो हकमा ठ्याक्कै उनीहरूलाई को कन्फ्युजनलाई कसरी क्लियर गर्नु? अब त्यसमा के छ भने आइबिडी हेर्नुहोस् है, आइबिडीमा अब अहिले त धेरै नै डेटा आइसके, धेरै नै तथ्याङ्कले के भन्छ भने यदि हजुरले अब बच्चा प्लान गर्दै हुनुहुन्छ भने त्यतिखेर 6 महिना 3 देखि 6 महिनासम्म हजुरको आइबिडी एकदम राम्रो रूपमा छ, नियन्त्रणमा छ भने हजुरले त्यतिखेर बच्चा प्लान गर्नु भने त्यो बिरामीको बच्चा र नर्मल बिरामीको बच्चाको जुन प्रेग्नेन्सीको पुरै पिरियड हुन्छ, बच्चा जुन आउटकम हुन्छ त्यो एकदम सिमिलर छ। सो के देखिन्छ भने यदि बच्चा कन्सेप्ट गर्ने बेला, हामीले बच्चा प्लान गर्ने बेला यदि आइबिडी कन्ट्रोलमा छ भने तपाईँको प्रेग्नेन्सीमा अरू बिरामी अरू नर्मल मान्छे जस्तै हुन्छ, केही फरक पर्दैन। त्यसैले यो कुरा इम्पोर्टेन्ट छ कि हजुरले प्लान गर्नु होइन, गर्नुपर्छ। आइबिडी हुँदैमा बच्चा जन्माउन नमिल्ने अथवा बिहे गर्न नमिल्ने चाहिँ छैन, किनभने आइबिडी निर्मूल हुन नसके पनि यसलाई एकदम कन्ट्रोल गरेर तपाईँ हामी जस्तै नर्मली लाइफ बिताउन सकिन्छ एकदम। त्यसैले यो कुरा चाहिँ ध्यान दिनु पऱ्यो कि तपाईँको रोग चाहिँ नियन्त्रणमा भएको हुनु पऱ्यो त्यति बेला चाहिँ। जस्तो नर्मल लाइफको कुरा गर्नुभयो नि, यसको उपचार पद्धति ठ्याक्कै हुने प्रसङ्गसहित जस्तो अपरेसन पश्चात निको भएको अनुभव भन्ने एउटा पार्ट अथवा त्यस पछाडि हुनसक्ने रिस्क फ्याक्टर अथवा चाहिँ उसले पाउन सक्ने साधारण जीवनशैली अपरेसन पछाडि कस्तो हुन्छ कि त्यो सामान्य जीवनशैली उसले जिउन सक्छ या सक्दैन? अब यसमा दुईटा कुरा छ है। अब अपरेसनको कुरा गर्दाखेरि हामीले अल्सरेटिभ कोलाइटिसले छुट्टै र क्रोन्स डिजिजलाई छुट्टै बुझ्नुपर्ने भयो कि अल्सरेटिभ कोलाइटिसमा के हुन्छ भने सर्वप्रथम भन्नुपर्दाखेरि अल्सरेटिभ कोलाइटिस र क्रोन्स डिजिज दुईटैलाई सर्जरी गरेपछि अपरेसन गरेपछि निर्मूलै भइहाल्ने भनेर छैन। सो सर्जरी गर्दा पनि नियर क्युरेबल एटेम्प्ट भनिन्छ, तर सर्जरी गरिसक्दा पनि यो दुईटै रोग चाहिँ निर्मूल चाहिँ हुँदैन। एउटा कुरा चाहिँ इम्पोर्टेन्ट कुरा। त्यसैले हाम्रो सुरुको प्रयास भनेको जसरी भए पनि मेडिसिनको सहायताले, औषधिको सहायताले डिजिज कन्ट्रोल गरौँ भनेर हुनु पर्यो। अब अल्सरेटिभ कोलाइटिसमा अपरेसन गर्यो भने के हुन्छ भने अल्सरेटिभ कोलाइटिस मैले अघि भने जस्तै यो ठुलो आन्द्रा इन्भल्भ गर्ने रोग हो। यसमा हजुरले ठुलो आन्द्रा काटेर फालिदिनु पर्यो र सानो आन्द्रालाई मलद्वारसँग जोडिदिनु पर्यो है। यो गर्नु अगाडिसम्म एउटा थैली चाहिँ बाहिर निकाल्नुपर्छ जसमा दिशा कलेक्ट हुन्छ, पछि चाहिँ त्यसलाई जोड्नु पर्यो। जोडिसकेपछि अपरेसन गरिसकेपछि 6 देखि 8 चोटिसम्म दिनभरिमा दिशा जानुपर्ने हुन्छ। हजुरलाई रगत त्यतिखेर नहोला है, तर 6 देखि 8 चोटि दिशा जाने नर्मलै हुन्छ, त्यतिखेर जानै पर्छ। त्यतिखेर ब्याग झुन्याउनु पर्ने भयो। सो एकदम क्वालिटी अफ लाइफ पुअर हुन जान्छ त्यति बेला पनि है। प्लस अब त्यो अपरेसन गरेपछि पनि फेरि रोग फर्किने हुन्छ, रगतहरू आउन थाल्ने पनि हुनसक्छ धेरै जसोमा है। त्यस्तै क्रोन्स डिजिजको कुरा गर्दाखेरि क्रोन्स डिजिजको लागि भनौँ न जुन आन्द्राको जुन भागमा चाहिँ घाउ रहेछ त्यसलाई काटेर फालिदियो अथवा साँघुरो भएको ठाउँले काटेर फालेर अर्को जोडिदियो भने पनि त्यो ठाउँमा 100% यो रोग फर्किन्छ क्या। अब त्यसैले अब अपरेसन गरेर रोग फर्किनेहरूमा चाहिँ कस्तो बिरामी पर्छ भन्दा जो स्मोकिङ गर्नुहुन्छ है, जसको पुवर लाइफस्टाइल छ
अर्को कुरा चाहिँ जसको रोग नै एग्रेसिभ छ क्या एकदम, जस्तै रोग हुँदाखेरि आन्द्रा बिचमा पाल पर्ने, भित्र पस जम्मा हुने होइन, मलद्वार वरिपरि पनि इन्भल्भ हुने र यङ मान्छेहरूमा, यङ एसियनहरूमा भयो भने यो अपरेसन गरिसकेपछि पनि रोग चाहिँ फर्किने सम्भावना एकदम प्रबल हुन्छ।